हेलो हेलो नमस्ते अनि जय मसी यहाँहरू सम्पूर्णलाई स्वागत छ। म लीला भुजेल आज फेरि पनि तपाईँहरूको माझमा 21 डेजको लाइफ च्यालेन्ज लिएर उपस्थित भइसकेको छु र प्रोफेसनली भन्नुपर्दा म इन्भाइरोमेन्टल सर्भिस वर्कर र होम केयर गिभर अनि साथसाथै अमेजिङ प्लेटफर्म अनलाइन डिजिटल मार्केटिङ बिजनेस अन्टरप्रेनर ओनर र यहाँहरूको माझमा आज म विशेष गरिकन चाहिँ एउटा विषयवस्तु लिएर आइसकेको छु। सदा झैँ म चाहिँ अरू बेला रात्रिको समयमा आउँथेँ भने आज फ्राइडे म छुट्टी भएको कारणले गर्दा म घरमै छु। त्यो कारणले गर्दा आज चाहिँ म यो दिनको समयमा आउँदैछु होइन, यहाँहरूको माझमा। त्यसैले यहाँहरूलाई आज चाहिँ के कुरा चाहिँ लिएर के विषय लिएर आएको छु भन्दाखेरि चाहिँ विशेष गरिकन आजको दिनमा चाहिँ तपाईँ हामीलाई के कुराले चाहिँ एकदम त्रासित बनाउँछ भन्ने कुरा चाहिँ म तपाईँहरूको माझमा लिएर आइरहेको छु होइन। वाट मेक्स यु अर्थात् डर होइन, डर किन हुन्छ मान्छेलाई भन्ने विषयमा चाहिँ तपाईँहरूको माझमा चाहिँ म बोल्न गइरहेको छु होइन। र डर अब कति कारणले हुन्छन् र किन हुन्छ यो विशेष गरिकन चाहिँ यो अनलाइन डिजिटल बिजनेसमा जोइन हुनको लागि कतिजना धेरैजना डराउनुहुन्छ होइन। अब त्यो डराउने कारणहरू चाहिँ के छ भन्दाखेरि पहिलो मैले 3टा कुरा ल्याउँछु यहाँहरूलाई, 3टा कुरा बताउने छु। पहिलो कुरा चाहिँ असफल हुने डर। धेरै मानिसलाई आफ्नो होइन व्यवसाय सफल नहोला वा समय र मेहनत खेर जान्छ कि भन्ने डर हुन्छ होइन। अनि यो चाहिँ अब तपाईँले अनलाइन स्टोर वा कन्टेन्ट पेज अर्थात् कन्टेन्ट बनाएर सुरु गरेर तपाईँले पोस्ट गर्न थालेपछि होइन, पोस्ट गर्न थाल्नुहुन्छ। अनि थालेपछि जब तपाईँले सुरु गर्नुहुन्छ, सुरु गरेपछि त्यसको पछि फेरि तपाईँलाई अर्को कुरा आउँछ होइन। तर केही महिनापछि होइन, त्यसको केही महिनापछि तपाईँले कन्टेन्ट सुरु गर्न थालिसकेपछि, कन्टेन्ट बनाएर पोस्ट गर्न थालिसकेपछि होइन, केही महिनापछि चाहिँ के हुन थाल्छ, थोरै मात्र ग्राहक वा दर्शकहरू आउलान्, अर्थात् कोही पनि नआउलान् भन्ने डर हुन्छ होइन। त्यो कारणले गर्दा पनि आज कतिजना चाहिँ व्यवसाय गर्न मान्नुहुन्न होइन। अब त्यो भएको कारणले गर्दा कतिजना चाहिँ हो त्यसरी डराउनुहुन्छ होइन। दर्शक आउँछन् कि आउँदैनन् कि जसले अब तपाईँलाई होइन असफल भएको चाहिँ त्यसले चाहिँ के गर्छ, महसुस गराउँछ र त्यसले चाहिँ के गर्छ, तपाईँको जीवनमा चाहिँ डर आउने कारण त्यो हुन्छ। तर म हजुरहरूलाई यस विषयमा के भन्छु भने जब तपाईँ चाहिँ कुनै पनि एउटा कुरो सुरु गर्नुहुन्छ, कुनै एउटा काम सुरु गर्नुहुन्छ भने त्यसमा तपाईँ चाहिँ के हुनु पर्यो, आत्मविश्वास गर्नुपर्छ। कि तपाईँले यो व्यवसाय गरिसकेपछि म यो कुरामा चाहिँ एकदम आत्मविश्वासका साथ अगाडि बढ्छु, म यसमा सफल भएरै छोड्छु भनेर चाहिँ तपाईँले त्यो त्यसरी चाहिँ तपाईँले निर्णय गर्नुपर्छ। किनभने जब तपाईँले कुनै पनि कुरा सुरु गर्नुहुन्छ, म यसमा सफल भएरै म गर्छु भनेर जसले त्यो काम सुरु गर्छ त्यो मान्छे सफल हुन्छ नै र उसलाई कुनै प्रकारको डर हुँदैन है। त्यो कारणले गर्दा तपाईँले के गर्नुहोस्, आफूले आफूलाई आत्मविश्वास होइन, तपाईँले गरेको कामप्रति तपाईँ विश्वसनीय हुनुहोस्। जसले गर्दा तपाईँलाई सफलता हासिल गर्नको लागि कुनै अप्ठ्यारो, कुनै गाह्रो पर्दैन होइन। अनि दोस्रो कुरा भनेको चाहिँ के हो त भन्दाखेरि पर्याप्त ज्ञान नहुँदाको डर होइन। यो व्यवसाय गर्दै गर्दाखेरि अब मलाई त केही थाहा छैन, म त केही पनि जान्दिनँ, म त बोल्न पनि जान्दिनँ होइन, म त केही कम्प्युटर चलाउन पनि जान्दिनँ, कुनै टेक सेभी पनि छैन, कुनै अनुभव पनि छैन होइन, कुनै ज्ञानै छैन यस बारेमा मलाई भनेर कतिजना डराउनुहुन्छ। इच्छा पनि छ अनि डराउनु पनि हुन्छ। यसो भयो भने चाहिँ के हुन्छ, तपाईँलाई कुनै पनि कुरा गर्न तपाईँले त्यो कुरामा गरेपछि त्यसको नतिजा पाउन र त्यसमा सफलता हासिल गर्न तपाईँलाई गाह्रो हुन्छ होइन।
तर यो व्यवसायमा चाहिँ कस्तो खालको छ भने तपाईँलाई ट्रेनिङ दिन्छ। जब तपाईँ यो व्यवसायमा जोडिनुहुन्छ, यो अनलाइन डिजिटल बिजनेसमा तपाईँ जोडिनुहुन्छ, जोडिसकेपछि चाहिँ तपाईँले यसमा के पाउनुहुन्छ? ट्रेनिङ पाउनुहुन्छ। तपाईँको लागि ट्रेनिङ अनलक हुन्छ। अनि त्यति मात्र नभएर तपाईँलाई सिकाउने हामी मेन्टर हुन्छौँ। हामीले तपाईँलाई सिकाउँछौँ। तपाईँले आफैले त्यत्तिकै गर्ने होइन यो, होइन? तपाईँलाई कुनै पनि यसमा चाहिँ यसको बारेमा, यो बिजनेसको बारेमा ज्ञान हुनुपर्छ भन्ने हुँदैन, है? हुनुपर्छ भन्ने हुँदैन र तपाईँले यसमा जानेकै हुनुपर्छ भन्ने पनि हुँदैन। कोही बात नहीं, नो म्याटर। तर तपाईँले यसबाट ट्रेनिङ पाउनुहुन्छ, है? ट्रेनिङ पाएपछि त तपाईँले पक्कै पनि सक्नुहुन्छ, होइन? मैले एउटा फेसबुकमा भिडियो हेरिरहेको थिएँ, होइन? फेसबुकमा भिडियो हेरिरहेको थिएँ कि त्यहाँनिर चाहिँ एउटा कुकुरले चाहिँ, होइन, के गरिरहेको थियो? भित्तामा पेन्ट गरिरहेको थियो। अब त्यो कुकुरले त्यो पेन्ट त्यत्तिकै बनायो होला त? पक्कै पनि बनाएन। त्यो मालिकले त्यो कुकुरलाई ट्रेन दियो। भनेपछि त्यो कुकुरले यति राम्रो पिक्चर बनायो कि तपाईँ हामी हेर्दाखेरि तिनछक पर्छौँ। मान्छेले पनि त त्यति राम्रो पिक्चर बनाएको छ भनेपछि तपाईँ हामी त मानव हौँ, होइन? मान्छेले त तपाईँ हामीलाई त यस्तो कुरा सिक्नको लागि त कुनै समय लाग्दैन र सबै कुरा सिकेपछि जानिन्छ। त्यसैले तपाईँ यो कुरामा ढुक्क हुनुहोस्, तपाईँलाई कुनै पनि ज्ञान छैन, होइन? तर तपाईँले यहाँबाट ट्रेनिङ पाउनुहुन्छ। तपाईँको लागि ट्रेनिङ छ। ग्लोबल कम्युनिटी सपोर्ट छ, होइन? तपाईँले सबैजनाबाट तपाईँले के पाउनुहुन्छ? सहायता पाउनुहुन्छ। हो, तपाईँलाई आउँदैन तर तपाईँले सिक्दै जानुहुन्छ, होइन? सिक्ने कुरा चाहिँ कहिले पनि के अरे सकिँदैन। इभन बुढो हुँदासम्म चाहिँ, होइन, हामी वृद्ध हुँदासम्म पनि सिक्ने काम चाहिँ कहिले पनि सकिँदैन, है? कतिजनाले भन्ने गर्नुहुन्छ, होइन, तपाईँ त बुढो भइसक्नुभयो के सिक्नुहुन्छ यस्तो भन्नुहुन्छ, होइन? तर सिप भन्ने कुरो न बुढो न केटाकेटी, होइन? त्यसमा कुनै सीमित लिमिटेसन हुँदैन। बुढोले पनि सिक्न सक्छ, वृद्धले पनि सिक्न सक्छ, सानाले पनि सिक्न सक्छ। फरक यति मात्रै हो कि अब वृद्ध भएकोलाई अलिकति टिप्न गाह्रो हुन्छ, होइन? भर्खरकालाई टिप्न सजिलो हुन्छ, उनीहरूको माइन्डमा राख्न सजिलो हुन्छ। वृद्ध भएकोलाई अलिकति माइन्डमा राख्न गाह्रो हुन्छ। फरक त्यति मात्रै हो। तर सिक्ने कुरा कहिले पनि सकिँदैन र सिक्दाखेरि सिक्न सकिने कुरा हो। र त्यो पर्याप्त ज्ञान नभएको कारणले गर्दा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँ हामीलाई चाहिँ अलिकति डर हुने गर्छ, होइन? म त अब त ज्ञान छैन, म त यसमा सक्दिनँ होला, म गर्न सक्दिनँ होला, म फेल हुन्छु होला, म चाहिँ असफल हुन्छु होला, होइन? जुन चाहिँ सिक्न चाहिँ मलाई गाह्रो हुन्छ होला पनि भनेर त्यो पनि डर हुन्छ फेरि, होइन? मलाई सिक्न पनि गाह्रो हुन्छ होला भन्ने पनि डर हुन्छ, होइन? कुनै पनि कुरा गर्नको लागि अर्थात् पेसा गर्नको लागि मान्छेलाई सिप चाहिन्छ, होइन? सिप छ भने उसले राम्रोसँग आम्दानी गर्न सक्छ, होइन? सजिलैसँग आम्दानी गर्न सक्छ। र अब त्यो सिप भनेको चाहिँ तपाईँले, मैले अघि तपाईँलाई भने सिप सिक्नको लागि कुनै उमेरले छेक्दैन, है? जसरी पनि सक्छ। मैले एउटा कुकुरको उदाहरण दिएँ हजुरहरूलाई। कुकुरले यति राम्रो पिक्चर बनाएको छ, त्यो कुकुरलाई आफ्नो मालिकले चाहिँ ट्रेन दिएको छ। र कुकुरले त त्यति राम्रो पिक्चर बनाउन त्यति राम्रो छ, उसले चाहिँ सिप सिक्न सक्छ भने तपाईँ हामीले किन सक्दैनौँ? अवश्य पनि सक्छौँ। तपाईँ हामी त मानव हो नि त, हामीसँग त अलिकति चेतना छ, अलिकति ज्ञान छ, बुद्धि छ, होइन? किन सक्दैन? पक्कै पनि सक्छौँ। त्यसैले हरेस नखानुहोस् तपाईँहरू, होइन? यो व्यवसाय गर्नको लागि तपाईँ म सक्दिनँ होला भनेर नभन्नुहोस्। हिम्मत लिनुपर्छ, होइन? जसले हिम्मत गर्छ उसले जित्छ, जसले हिम्मत गर्दैन ऊ हार्छ, होइन? डराउँछ भने ऊ हार्छ। डर भन्ने कुरा चाहिँ नि यो चाहिँ के अरे हाम्रो एउटा शास्त्रमा पनि बताउँछ, होइन? पवित्र शास्त्र बाइबलमा डर भन्ने कुरा चाहिँ शैतानबाट आउँछ अरे के, होइन? त्यो भनेको एउटा नेगेटिभिटी विचार हो। त्यसले मलाई, होइन, अगाडि बढ्न दिँदैन।
त्यसले तपाईलाई अगाडि बढ्न दिँदैन त्यो डर भन्ने कुराले। हो, डर मान्नुपर्छ, तर तपाईले यदि गलत गर्दै हुनुहुन्छ भने त्यो कुरामा डर मान्नुपर्छ। त्यो कुरामा पोजिटिभ हुन्छ। तर तपाईले सिक्ने कुरामा, तपाईले जान्ने कुरामा, कुनै पनि राम्रो काम गर्ने कुरामा तपाईँ डराउनु भनेको चाहिँ त्यो चाहिँ के हो? तपाईको नेगेटिभिटी हो फेरि, है? त्यस कारणले गर्दा तपाईहरुलाई कुनै पनि टेक सेभी छैन, तपाईलाई कुनै पनि ज्ञान छैन, कुनै कुराको यो व्यवसाय सम्बन्धी तपाईलाई ज्ञान छैन भने हामी सिकाउनको लागि तपाईलाई तयार छौँ। वी आर रेडी फर टु ट्रेन यु, है? तपाईले कुनै कुरामा पनि नडराउनु होला, है? कुनै कुरामा नडराउनु होला। तपाईलाई अब कुनै पनि डिजिटल प्रोजेक्ट बनाउनु पर्यो, कुनै पनि कुरा गर्नु पर्यो भनेदेखि, हैन? वेबसाइटहरु बनाउनु पर्यो भनेदेखि त्यसको लागि पनि चिन्ता नगर्नुहोस्। तपाईले बिस्तारै जान्नुहुन्छ। तपाईले जान्नुहुन्न भने तपाईको मेन्टर हुन्छ, तपाईको कोच हुन्छ, हैन? तपाईको चाहिँ साथीहरु हुन्छ, टिम ग्रुप हुन्छ, हैन? तपाईले हेल्प माग्न सक्नुहुन्छ नि। त्यसमा कुनै गाह्रो हुँदैन। त्यसैले तपाईँ नडराउनुहोस् यसको लागि, है? मसँग पर्याप्त ज्ञान छैन, मसँग चाहिँ अनुभव छैन, मसँग सिप छैन भनेर नडराउनुहोस्। तपाईको लागि हेल्प गर्ने व्यक्तिहरु जति हामी छौँ, तपाईलाई हेल्प गर्छौँ। जसले जान्नुहुन्छ, जसले सक्नुहुन्छ, उहाँहरूले तपाईलाई हेल्प गर्नुहुन्छ र बिस्तारै बिस्तारै तपाईले पनि सक्नुहुन्छ। आज म एकजना व्यक्तिको उदाहरण दिन्छु। हाम्रो यो बिजनेसमा अहिले तारागढी भन्ने व्यक्ति हुनुहुन्छ, जो बिजनेसमा जोइन हुनुभएको छ। उहाँले नेपालको 5 कक्षा मात्रै पढेको मान्छे, यस्तो कम्प्युटर केही पनि नचलाएको मान्छे, हैन? उहाँ चाहिँ अब अहिले उहाँले चाहिँ 5 फिगर्स मन्थ, हैन? इन्कम चाहिँ उहाँले गरिसक्नु भएको छ, है? 5 फिगर 25,000 महिनाको चाहिँ उहाँलाई अब खाइराख्नु भएको छ यो बिजनेसबाट भनेदेखि तपाईँ हामी त कतिजना त धेरै पढेका छौँ, 5 कक्षा भन्दा माथि पनि पढेका छौँ। अब हामीले किन सक्दैनौँ? 5 कक्षा पढेको मान्छेले सक्नुहुन्छ भने तपाईँ हामीले किन सक्नुहुन्न? आज उहाँले त सबै कुराहरू गर्न सक्नुहुन्छ, हैन? अरूलाई व्यक्तिहरूलाई बुझाउन पनि सक्नुहुन्छ, है? सिक्ने कुरा भनेको नि, ज्ञानको कुरा भनेको मान्छेले पढेर मात्रै जान्ने पनि कुरा होइन फेरि। देखेर पनि जान्न सकिन्छ, है? देखेर हेरेर पनि जान्न सकिन्छ, अनुभव गरेर पनि जान्न सकिन्छ। नेपालमा हामी सुरु जङ्गबहादुर राणा, नेपालको राजा, पहिलो राजा। त्यो मान्छे पढेको मान्छे होइन, एजुकेटेड पर्सन होइन, तर उसले देशलाई हाँक्न सक्यो। किन? अनुभव, अनुभवले गर्दा। त पढेको मान्छे त होइन, तर पनि देशलाई हाँक्न सक्छ भने तपाईँ हामीले त केही न केही त पढेका छौँ, थोरै न थोरै भए पनि पढेका छौँ, मजाले सक्छौँ। नसक्ने कुरै हुँदैन, है? नसक्ने कुरा, असम्भव भन्ने कुरा कहीँ पनि छैन। जब तपाईले चाह गर्नुहुन्छ, जब तपाईले इच्छा गर्नुहुन्छ, चाहना गर्नुहुन्छ, त्यहाँ सम्भव छ। त्यस कारणले गर्दा तपाईसँग कुनै अनुभव छैन भनेर नडराउनु होला। अब तेस्रो कुरा भनेको चाहिँ म तपाईहरुलाई भन्न चाहन्छु। तेस्रो कुरो के हो भन्दाखेरि आर्थिक जोखिमको डर, हैन? अब रुपैयाँ पैसा नहुन सक्छ, मसँग त पैसा छैन, कहाँबाट गर्ने होला, हैन? यो बिजनेस गर्नको लागि त केही न केही चाहिँ, हैन, लगानी लाग्छ, हैन? लगानी बेगरको बिजनेस हुँदैन। कतिजनाले सोध्ने गर्नुहुन्छ, कति पैसा लाग्छ, हैन? कति जति लाग्छ भनेर सोध्ने गर्नुहुन्छ। अनि हामी भन्छौँ तपाईँ सिस्टममा जानुहोस्, $149 डिपोजिट गरेर हेर्नुहोस् आफै कति लाग्छ, के लाग्छ तपाईँ आफै बुझ्न सक्नुहुन्छ। अनि कतिजनालाई त्यो $149 डिपोजिट गर्न पनि गाह्रो हुन्छ फेरि, हैन? कतै त्यो पैसा हराउँछ कि
हैन? मेरो पैसा हराउने पो हो कि डुब्ने पो हो कि भनेर चाहिँ डराउनुहुन्छ हैन? तपाईहरु कतिजना त्यसरी डराउनु भएको छ? म पनि डराएको छु त्यसरी पहिले। तर त्यस्तो कदापि हुँदैन। तपाईले जब कुनै पनि काम सुरु गर्नुहुन्छ भने तपाई पक्का त्यसमा चाहिँ म सफल हुन्छु भनेर तपाई लाग्नुहुन्छ नि, हैन? यो भनेको लाइफ टाइम व्यवसाय हो। तपाईले कहिले पनि यसमा पैसा हराउन सक्नुहुन्न। कहिले पनि हराउन तपाईको पैसा डुब्छ भन्ने हुँदैन। मलाई मेरै मान्छेहरूले पनि मेरै आफ्नो आफन्तहरूले पनि मलाई भन्नुभएको छ, "तँ चाहिँ अब डुबिस्।" तर म डुबेको छैन। यो मेरो लाइफ टाइम जब हो, लाइफ टाइम काम हो, व्यवसाय हो। मैले केही आम्दानी गरिसकेको छु। भनेदेखि यसमा कहिले पनि डुबिँदैन। तपाईँले कन्टिन्युटी दिइराख्नुभयो, अ, निरन्तर लागिराख्नुभयो, होइन? धैर्य गरिरहनु भयो भनेदेखि तपाईँले अवश्य पनि आफ्नो कमाई तपाईँले उठाउन सक्नुहुन्छ र त्योभन्दा पनि दोब्बर तपाईँले उठाउन सक्नुहुन्छ, कमाउन सक्नुहुन्छ यहाँबाट, यो व्यवसायबाट। त्यो तपाईँले लगानी गरेको त के $149 त के तपाईँले त्योभन्दा ज्यादा तपाईँले कमाउनुहुन्छ। त्यही भएर $149 तिर्दाखेरि तपाईँले त्यहाँ देख्नुहुन्छ होइन? टुडेज एक्सन टेकर्स अफ द मिलियनेयर अफ टुमारो है। त्यस कारणले गर्दा त्यहाँ लेखेकै हुन्छ होइन? त्यहाँ दिएकै हुन्छ। त्यस कारणले गर्दा तपाईँले आज $149 विश्वासको साथ म यो $149 डिपोजिट गरेर 8वटा भिडियो हेरेर म यसको बारेमा बुझ्छु र बुझेर म बल्ल प्रवेश गर्छु र म आफ्नो बिजनेस व्यवसाय सुरु गर्छु भनेर तपाईँ त्यसरी लाग्नुभयो भने तपाईँले चाहिँ त्यसरी सोचेर चाहिँ सुरु गर्नुभयो भने तपाईँ $149 मात्रै होइन, बिलियनर बन्न सक्नुहुन्छ। बनेका छन् यो व्यवसायमा। त्यसैले तपाईँहरू नडराउनुहोस्, तपाईँको पैसा डुब्छ कि तपाईँको पैसा हराउँछ कि भनेर तपाईँहरू नडराउनुहोस्, चिन्ता नगर्नुहोस् त्यसको विषयमा है। किनभने यो व्यवसाय लिगल हो। सरकारलाई ट्याक्स तिरेर गरिन्छ यो व्यवसाय। त्यसैले तपाईँहरू नडराउनुहोस् यो व्यवसाय गर्नुको लागि। होइन, $149 डिपोजिट गर्नुको लागि तपाईँले नडराउनुहोस्। यदि तपाईँले $149 डिपोजिट गरेर 8वटा भिडियो अनलक गरेर तपाईँलाई मन परेन भने त तपाईँले रिफन्ड गर्न पाउनुहुन्छ। अनि किन डराउने फेरि? तपाईँको पैसा कसरी डुब्छ? डुब्दैन। अब तपाईँ चाहिँ म व्यवसाय गर्छु भनेर चाहिँ अगाडि बढ्नुहुन्छ, अनि व्यवसाय जब चाहिँ तपाईँ चाहिँ व्यवसायको यो लाइसेन्स लिएर चाहिँ तपाईँ चाहिँ अब मेरो व्यवसाय सुरु भयो, म चाहिँ व्यवसाय गर्न थालेँ भनेर तपाईँ चुप्प लाएर बस्नुहुन्छ, हात बाँधेर बस्नुहुन्छ भने त्यहाँ घाटा चाहिँ त्यतिखेर हुन्छ तपाईँलाई। केही पाउनुको लागि केही गर्नुपर्छ, केही गुमाउनुपर्छ। अब यी गुमाउनु भनेको तपाईँले यसमा के गर्नुपर्छ? तपाईँले आफूलाई मेनिफेस्ट गर्न सक्नुपर्छ, होइन? समय दिन सक्नुपर्छ व्यवसायमा। कन्सिस्टेन्सी हुनुपर्छ तपाईँमा, निरन्तरता हुनुपर्छ तपाईँमा, धैर्यता हुनुपर्छ तपाईँमा, आत्मविश्वास हुनुपर्छ तपाईँमा, अनि तपाईँ सक्सेस नभएर को हुन्छ त? यति 3टा कुरा तपाईँमा छ भने अवश्य पनि तपाईँ व्यवसायमा सक्सेस हुन सक्नुहुन्छ। होला, व्यवसाय सुरु गर्ने बित्तिकै तपाईँलाई तत्कालै आम्दानी नहोला। यसमा फेरि तपाईँले यो कुरा नबुझ्नुहोस् कि यो व्यवसायमा जोइन भएपछि म रातारात धनी हुन्छु। कदाचित त्यसरी नसोच्नुहोला। थोरै ढिलो हुन सक्छ, अलिकति समय लाग्न सक्छ। तर तपाईँले राम्रोसँगले चाहिँ व्यवसाय कन्टिन्यू गर्नुभयो भने तपाईँले व्यवसाय सुरु गर्दा पनि होइन, तपाईँले छिटै आम्दानी गर्नुहुन्छ। मैले यो व्यवसायमा 2 महिना नहुँदै सुरु गरेको 2 महिना नहुँदै मैले आम्दानी गरेको छु। म स्वयं एउटा गरेको छु मैले। अब तपाईँहरूलाई ढाँटेको जस्तो लाग्छ भने मैले यहाँ चेकहरू राखिरहेको छु।
त्यो 2 महिनामा कमाएको चेकहरू यहाँ छ है, यो चेक हो। व्यवसाय सुरु गरेको 2 महिनामा मैले कमाएको यो पैसा हो यो। होइन तपाईँलाई किन ढाट्नु मैले तपाईँलाई ढाटेर कामै छैन, मैले तपाईँलाई ठगेर काम छैन, मलाई ठगेर तपाईँबाट बेइज्जती बन्नु पनि छैन। म आफ्नो व्यवसाय गर्छु, अब गर्ने नगर्ने तपाईँहरूको विचारको कुरा होइन। यसमा कुनै ठग्ने कुरा छैन। हामीले के गर्छौँ, तपाईँलाई सर्भिस दिन्छौँ होइन, सर्भिस हामी तपाईँलाई हेल्प गर्छौँ। त्यो कारणले गर्दा तपाईँले व्यवसाय सुरु गरेको केही महिनामा पनि आम्दानी गर्न सक्नुहुन्छ। तत्कालै सुरु सक्नु भएन भने तपाईँले केही समय त्यसको 2-3 महिना 5-6 महिना पनि 5 महिना होइन, धेरै भनेको 5 महिना 6 महिना यो 3 जलसम्म तपाईँले आम्दानी गर्न सुरु गर्नुहुन्छ। अनि त्यति मात्रै नभएर तपाईँले अब लाइफ टाइम भरि तपाईँले व्यवसाय गर्न पाउनुहुन्छ भने होइन, तपाईँको पैसा कहिले पनि डुब्दैन। तपाईँको रकम तपाईँले डिपोजिट गरेको $149 पनि डुब्दैन होइन। त्यस कारणले गर्दा तपाईँहरू नडराउनु होला। तपाईँले विज्ञापन होइन, अब कुनै पनि तपाईँले त्यो अब वेबसाइटहरू बनाउनुहुन्छ होइन, त्यसबाट अब फाइदा होला कि नहोला भन्ने चिन्ता पनि हुन्छ होइन। अब जब तपाईँको सबै फेसबुक पेज क्रिएट गरिन्छ, बनाइन्छ, फेसबुक बनाउँदाखेरि होइन, अब त्यसबाट तपाईँलाई फाइदा हुन्छ कि नहोला, होला कि नहोला भन्ने पनि तपाईँलाई डर होइन। वेबसाइट बनाइन्छ, त्यो वेबसाइटले तपाईँको काम गर्ला कि नगर्ला भन्ने डर होइन। हरेक मान्छेलाई आफ्नो आफ्नो डर हुन्छ। तर तपाईँले काम जति नै त्यो वेबसाइटहरू बनाए पनि तपाईँको के अरे फेसबुकको बिजनेस पेज बनाए पनि तपाईँ निष्क्रिय हुनुभयो भने तपाईँले त्यहाँनिर तपाईँलाई घाटा भनेको त्यो हो। तपाईँ व्यवसाय पसल सुरु गरेर तपाईँ पसल बन्द गरेर घरमा बस्नुहुन्छ भने घाटा कसलाई हुन्छ त? तपाईँलाई हुने हो। घाटा चाहिँ त्यहाँ हुन्छ होइन। तर तपाईँले व्यवसाय सुरु गरेर सटर चाहिँ खुल्ला राखेर त्यहाँ तपाईँ बस्नुहुन्छ, दिनानुदिन तपाईँ दैनिक रूपमा त्यहाँ बस्नुहुन्छ भने तपाईँको पसलमा त ग्राहक त आइरहन्छ नि त होइन त? आइरहन्छ। पसल बन्दै गरेर जानु भने त घरमा बस्नु, हात बाँधेर बस्नु भने त तपाईँको पसल चल्दैन। त्यो कारणले गर्दा तपाईँले जब व्यवसाय सुरु गर्नुहुन्छ, व्यवसाय सुरु गरेपछि तपाईँलाई कन्टिन्युटी होइन, धैर्यता र आत्मविश्वास यिनै कुरा हुनुपर्छ तपाईँसँग। यति छ भने तपाईँले कुनै पनि प्रकारले तपाईँलाई डराउनु पर्दैन होइन, कुनै पनि प्रकारले तपाईँ त्रासित गर्नु पर्दैन होइन। तपाईँको पैसा डुब्छ भन्ने पनि हुँदैन, उल्टो तपाईँले त्यसबाट कमाउन थाल्नुहुन्छ र तपाईँ यो व्यवसायमा बिस्तारै बिस्तारै सक्सेस बन्न सक्नुहुन्छ र पछि तपाईँले रिटायरमेन्ट पनि प्राप्त गर्न सक्नुहुन्छ। आजको विषय थियो डर, फियर होइन। फियरको विषयमा तपाईँले सुनिहाल्नुभयो होइन। अनि त्यसपछि मैले तपाईँलाई केही उदाहरण पनि दिइहालेँ, केही व्यक्तिहरूको उदाहरण पनि दिएँ होइन। अनि एउटा पशुले पनि एउटा सिप सिक्न सक्छ भने, कुनै पनि काम गर्न सक्छ भने मान्छेले किन सक्दैन भन्ने मैले तपाईँहरूलाई एउटा होइन प्रेरणामूलक उत्साहको लागि मैले एउटा उदाहरण दिइहालेँ। त्यसैले हजुरहरू पनि नडराउनुहोस्, तपाईँसँग टेक्सेबी छैन, तपाईँसँग चाहिँ यस्तो छैन, ज्ञान छैन तपाईँको चाहिँ होइन, कुनै पनि अब तपाईँसँग चाहिँ कुनै कुरा तपाईँलाई आउँदैन, मलाई त आउँदैन होइन भनेर तपाईँहरू नडराउनुहोस् के, नडराउनुहोस् होइन। अब मानिसहरू आउँछन् कि आउँदैन, ग्राहक आउँछ कि आउँदैन भनेर तपाईँ नडराउनुहोस्। जब तपाईँले काम गर्न थाल्नुहुन्छ, तपाईँले काम गरेपछि तपाईँसँग वेबसाइट हुन्छ, तपाईँसँग बिजनेस पेज हुन्छ होइन। वेबसाइट भइसकेपछि तपाईँलाई त्यो वेबसाइटले के गर्छ, संसारभरिका मानिसहरूसँग कनेक्सन गराउने काम गर्छ। जब तपाईँले कन्टिन्युटी दिनुहुन्छ, तपाईँले जब कन्टेन्टहरू क्रिएट गर्दै जानुहुन्छ, आफ्नो बिजनेस पेजमा पोस्ट गर्दै जानुहुन्छ, तब
तपाईले गर्न नसकेको काम चाहिँ त्यो वेबसाइट त्यो चाहिँ के अरे अटोमेसन सिस्टमले गरिदिन्छ। अनि अटोमेसन सिस्टमले हैन तपाईलाई चाहिँ विश्वभरिबाट चाहिँ कस्टमर र क्लाइन्टहरू ल्याइदिन्छ। तपाईले कसैलाई खोज्दै खोज्दै जानु पर्दैन, कसैको घरको ढोका ढकढकाउँदै जानु ढकढकाउँदै जानु पनि परेन। तर तपाईलाई अटोमेसन सिस्टमले नै के गरिदिन्छ, कस्टमर र क्लाइन्टहरू ल्याइदिन्छ। र ती कस्टमर र क्लाइन्ट तपाईको चाहिँ हैन पछि गएर बिजनेस ओनरमा रूपान्तरण भइसकेपछि अनि तपाईले त्यसबाट आम्दानी गर्न सुरु गर्नुहुन्छ। र त्यसको लागि तपाईले कुनै डर मान्नु पर्दैन। तपाईले 100 मा 90 के अरे 10% काम गर्नुपर्छ भने अरु 90% चाहिँ अटोमेसन सिस्टमले काम गरिदिन्छ। अब त्यो 90% त अटोमेसन सिस्टमले काम गरिदिन्छ भन्दैमा तपाई हात बाँधेर बस्ने पनि होइन है। अब तपाईले गर्ने काम जुन टास्क तपाईले गर्नुपर्ने हुन्छ त्यो गरेकै हुनुपर्छ। अनि मात्रै त त्यो टास्कलाई हेरेर हैन त्यो अटोमेसन सिस्टमले काम गर्ने हो है। तपाईले गर्न नसक्ने तपाईले अब विघ्न भए तपाईको गाउँको घर छिमेकको मान्छेहरूलाई विघ्न भए 10 जनालाई बताउन सक्नु होला। तर तपाईले संसारभरिको मान्छेलाई त बताउन सक्नुहुन्न हैन। अब त्यसको लागि के गर्नु पर्यो, तपाईले कुनै पनि कन्टेन्ट विषयवस्तु हैन क्रिएट गरेर तपाईले पोस्ट गर्नु पर्यो। अनि त्यसलाई चाहिँ तपाईको वेबसाइटले के गरिदिन्छ, विश्वभरिमा पुर्याइदिन्छ। र विश्वभरिमा पुगेपछि विश्वभरिको मानिसहरूले तपाईको कन्टेन्टलाई हेरेर मन पराएर त्यसपछि तपाईलाई रिच आउट गर्नुहुन्छ। अनि यो कस्तो खालको बिजनेस हो, कसरी गरिन्छ हैन, यसबाट कसरी आम्दानी हुन्छ भन्ने कुराहरू तपाईलाई सोध्नुहुन्छ। त्यही प्राय 3टा कुरा 3टा प्रश्न यही प्रश्न सोध्छन् सबैजनाले हैन। अनि तपाईले चाहिँ उत्तर दिनुपर्ने हुन्छ हैन। तपाईले यो बिजनेस ट्रेनिङ सिक्दै जानुहुन्छ, तपाईले त्यहाँबाट सिक्दै जानुहुन्छ र उहाँहरूलाई जवाफ दिनुपर्ने हुन्छ कि आज मानिसले सामाजिक सञ्जाल चलाएर हैन अरूको कन्टेन्ट हेरेर त्यतिकै समय वेस्ट गरिरहेका हुन्छन्। तर यो डिजिटल बिजनेसले चाहिँ अब त्यही सामाजिक सञ्जाललाई त्यही के अरे कन्टेन्ट त्यही समयलाई त्यही सामाजिक सञ्जाललाई त्यही समयलाई चाहिँ यो डिजिटल बिजनेसमा आएर सदुपयोग गर्यो र युटिलाइज गर्यो भने त्यसबाट आम्दानी हुन सक्छ भनेर भन्ने हो हैन। अनि त्यसपछि चाहिँ तपाईको चाहिँ अब कसरी भन्दाखेरि चाहिँ मैले भनिहालेँ कन्टेन्ट क्रिएट गरेर। कन्टेन्ट कस्तो खालको कन्टेन्ट भन्दाखेरि एट्र्याक्सन मार्केटिङ हैन। एट्र्याक्सन मार्केटिङमा के हुन्छ त भन्दाखेरि पहिलो कुरा रोमाञ्चक हैन, रोमान्टिक कुराहरू कन्टेन्ट क्रिएट गर्ने। दोस्रो कुरा एजुकेट हैन, शिक्षामूलक कन्टेन्ट क्रिएटर। तेस्रो कुरा यो अनलाइन डिजिटल बिजनेसले चाहिँ यो चाहिँ एक प्रकारको अमेजिङ लाइफ चेन्जिङ गर्ने खालको जुन अपर्च्युनिटी ल्याउने यो बिजनेस हो, यो प्लेटफर्म हो भनेर यसरी कन्टेन्ट बनाइसके पश्चात अनि तपाईको कन्टेन्टलाई देखेर चाहिँ अरूले मन पराउ। किनभने अहिलेको जमानामा मान्छेलाई अनलाइनबाटै काम गर्ने चाहिँ अब त्यो सिस्टम भइसकेको छ हैन। रोबोटले चाहिँ अब तपाईहरुको हैन अब यो अहिले जुन म्यान पावरहरु घटाउँदै गइसकेको छ। रोबोटले नै सबै कुरा काम गर्न थालिसकेको छ। म्यान पावर घटिसकेपछि त के हुन्छ, अब मान्छेलाई आम्दानी कहाँबाट गर्ने, परिवार कहाँबाट पाल्ने, घरको मर्गेज कहाँबाट तिर्ने, गाडीको बिल कहाँबाट तिर्ने, आर्जनीको बिल कहाँबाट तिर्ने हैन। अब त्यसरी रोबोटले काम गर्न थालिसकेपछि त के गर्ने? अब त्यसको विकल्प के त? अब हामीले पनि त्यही अनलाइनलाई युज गर्नुपर्ने हुन्छ। अनलाइनबाटै काम गर्नुपर्ने हुन्छ। अब तपाईँ हामी अहिले के गर्छौँ, अनलाइनबाट खाना अर्डर गर्छौँ, अनलाइनबाट सबै गर्छौँ हैन। भनेपछि अब अनलाइनबाटै काम गर्ने एउटा चाहिँ हैन यो प्लेटफर्म खोजिरहेको हुन्छ मान्छेले। त्यो चाहिँ यो अनलाइन डिजिटल मार्केटिङ बिजनेसले यो अफर, यो अपर्च्युनिटी ल्याएको छ भनेर चाहिँ उहाँ बताइसकेपछि ओहो यो रहेछ, यो चाहिँ प्लेटफर्म रहेछ अनलाइन यो पैसा आम्दानी गर्ने भनेर त्यसरी चाहिँ उहाँहरू आउनुहुन्छ र पक्कै पनि उहाँहरूलाई मनपर्छ, तपाईलाई पनि मनपर्छ। सुरुमा सुन्दाखेरि पछि गएर त्यही हो, तपाईलाई डर लाग्छ हैन। कतै मेरो चाहिँ अब त्यो $149 डुब्छ कि हराउँछ कि कसैले खाइदिन्छ कि भन्ने डर हैन। कतै स्क्याम पो हुन्छ कि भन्ने डर, स्क्यामरको पनि डर हुन्छ हैन। किनभने स्क्यामरले के गर्छ भने सामाजिक सञ्जालबाटै अनलाइनबाटै मान्छेलाई ठगी गर्ने काम गर्छ। तर उसले आफ्नो प्रोफाइल
कहिले पनि मान्छेले देखाउने गर्दैन र ऊ चाहिँ जहिले पनि लुकेर गर्छ, आफ्नो आइडेन्टिटी लुकाएर गर्छ। अनि कतिजनाले चाहिँ अर्काको आइडी ह्याक गरेर अर्कालाई ठग्ने काम पनि गर्छ। तर हामीले त्यसो गर्न मिल्दैन। यदि त्यसो गरेको भेट्यो भने तपाईको लाइसेन्स साइसेन्स सबै खारेज हुन्छ। अनि तपाईले कहाँबाट गर्नुहुन्छ व्यवसाय फेरि? त्यस्तो गर्न मिल्दैन। अब यो व्यवसायमा तपाईको कम्तीमा पनि 2,70,000 मान्छे यो बिजनेस ओनर भइसकेका छन्। अब ट्रम्प सरकारले यदि 2,70,000 मान्छे चाहिँ स्क्यामर थियो भने त्यो 2,70,000 मान्छेलाई बाँकी राख्छ ट्रम्पले? बाँकी राख्दैन। अस्ति जेलमा खोजिसक्थ्यो कि कतिजनालाई अस्ति चाहिँ के अरे डिपोर्ट गरिसक्थ्यो। तर यो लिगल भएको कारणले गर्दा ट्रम्प सरकारले त्यस्तो गर्दैन। सरकारलाई ट्याक्स दिन्छौँ हामी। त्यस कारणले गर्दा तपाईहरु नडराउनुस्। यो स्क्यामर पनि होइन। कतिजनाले अघि भर्खरै मैले एउटा कमेन्ट हेरेको थिएँ मेरो भिडियोमा हैन, मेरो चाहिँ एडमा मैले कमेन्ट देखेको थिएँ, एकजनाले चाहिँ स्क्यामर भनेर लेख्नु भएको थियो। पहिले सबै कुरा तपाईले के गर्नुस् भन्दाखेरि पहिले अरु कसैलाई स्क्यामर भनेर कमेन्ट गर्दै गर्दाखेरि पहिले तपाईहरुले यसको बारेमा इन्भेस्टिगेट गर्नुस्, रिसर्च गर्नुस्, अनि यो स्क्यामर हो कि हैन भन्ने कुरा तपाईले थाहा पाउनुहुन्छ। पहिले रिसर्च गर्नुस्, हाम्रो आइडी प्रोफाइलहरुलाई रिसर्च गर्नुस् हैन। हामी रियालिटीमा छौं कि छैनौं, हामी रियालिटीमा देखा परेका छौं कि छैनौं, हाम्रो फेसबुक पेजहरु तपाईले रिसर्च गर्न सक्नुहुन्छ हैन। हाम्रो बिजनेस पेजहरु तपाईले रिसर्च गर्न सक्नुहुन्छ, हाम्रो पोस्टहरु तपाईले रिसर्च गर्न सक्नुहुन्छ, हाम्रो भिडियोहरु तपाईले रिसर्च गर्न सक्नुहुन्छ। अनि मात्र त्यसपछि लेख्नुस्। तपाईलाई के लेख्न मन लाग्छ लेख्नुस् हैन। के भन्न मन लाग्छ भन्नुस्। पहिले चाहिँ रिसर्च गर्नुस्। रिसर्च गरिसकेपछि तपाईले सत्य कुरा सही कुरा थाहा पाउनुहुन्छ। थाहा पाइसकेपछि तपाईले यस्तो के अरे स्क्यामर ठग भन्ने शब्द तपाईमा आउँदैन। तपाईले बुझ्नुहुन्छ। बुझेपछि यस्तो शब्दहरु तपाईले लेख्नुहुन्न। अनि त्यस्तो शब्द नलेख्नु भनेको तपाईले आफ्नो नैतिकतालाई बचाउनु पनि हो। आफ्नो आइडेन्टिटीलाई बचाउनु पनि हो। जब तपाईले मान्छेलाई चाहिँ इन्भेस्टिगेट नगरिकन रिसर्च नगरिकन नानाभाँती शब्द भन्नुहुन्छ नि, तपाईको आइडेन्टिटी पनि त्यहाँनिर चाहिँ चिनिन्छ क्या, तपाई कस्तो खालको मान्छे हो भनेर, कस्तो विचार भएको मान्छे हो भनेर चिनिन्छ। त्यसकारणले गर्दा पहिले व्यवसायको बारेमा कसैले केही भनिरहेको छ, बोलिरहेको छ, त्यसको इन्भेस्टिगेट गर्नुहोस्, रिसर्च गर्नुहोस्, अनि मात्रै कमेन्ट लेख्दाखेरि ध्यान दिएर तपाईले कमेन्ट लेख्न सक्नुहुन्छ। कसलाई के भन्ने, कसलाई के नभन्ने भनेर। हस् त आजलाई यति नै हैन। अब फेरि भोलिको दिनमा 19औं संस्करणको विषयवस्तु लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि यहाँहरु सम्पूर्णलाई सम्पूर्णबाट बिदा हुन चाहन्छु। र जतिजनाले आजको दिनमा मेरो यो लाइभमा आएर हेर्नु भएको छ हैन, यहाँहरु सबैजनालाई मुरी धन्यवाद छ। हाम्रो गणेश भाइले हेर्नु भएको छ, गणेश सुडाली, उहाँ शिकागो इलिनोइसबाट हुनुहुन्छ। अनि त्यसपछि हेलो दाइ, गुड मर्निङ माई हार्ट भनेर भन्नुभएको छ। अनि त्यसपछि मेरो आफ्नैबाट पनि आएको रहेछ हैन। महाभाइले पनि मेरोबाट पनि आएको रहेछ। थ्यांक यू सो मच हैन। आफूले आफूलाई पनि धन्यवाद दिन्छु म हैन। र तपाईहरु जतिजनाले यो भिडियो हेर्नु भएको छैन भने आजको भिडियो चाहिँ तपाईहरुको लागि एकदमै महत्त्वपूर्ण छ। जसले यो व्यवसाय गर्न चाहनुहुन्छ तर मनमा डर बोकेर बसिराख्नु भएको छ, डराइराख्नु भएको छ भने आजको भिडियोले तपाईहरुलाई पक्कै पनि उत्साह दिनेछ, इन्स्पायरेसन दिनेछ कि हैन, यो व्यवसाय गर्नको लागि तपाईले हरेक कुरामा तपाईले सहायता पाउनुहुन्छ। तपाईले कुनै डराउनु पर्ने छैन हैन। तपाईले सिक्ने कुराहरु पनि सिक्न पाउनुहुन्छ, तपाईले ट्रेनिङहरु पाउनुहुन्छ। त्यसकारणले गर्दा हजुरहरुले आजको भिडियोबाट एकदमै इन्स्पायर पाउनुहुनेछ भन्ने मलाई चाहिँ पूर्ण विश्वास छ। र हजुरहरु यो आजको भिडियो हेरेर
व्यवसाय गर्नको लागि तत्पर हुनुहुन्छ र म यो देख्न चाहन्छु हजुरहरू पनि यो व्यवसायमा छिट्टै नै चाँडै नै जोइन हुनुभएको होस् होइन। छिट्टै नै तपाईँहरूलाई जुम मिटिङमा हाम्रो टिम ट्रेनिङमा देख्न पाऊँ यही आशा गर्दछु। हस् त, नमस्ते, जय मसी सबैजनालाई, बाई बाई।